वेलकम टु माई मिनी ब्लग। यो चाहिँ एभरेस्ट टी गार्डन भोटेचौरको ब्लग हो, जसमा चाहिँ यहाँहरूले सानो सानो क्लिपहरू देख्नुहुनेछ। त्यहाँको बाटोको कन्डिसन र त्यहाँको सिनहरू कस्तो राम्रो भ्यू छ भनेर सबै यो भिडियोमा देख्नुहुनेछ। र यो बाटो चाहिँ हाम्रो केही टाइम ट्राभल गरे पछाडि चाहिँ बाटोमा पहिरोले गर्दा यस्तो भएको रहेछ र पानी र पहिरोको त्यो माटोले बाटो नै एकदमै चिप्लो बनाएछ। सो हामी बिस्तारै त्यहाँबाट लाग्यो र बाटोमा चाहिँ मैले साथीलाई ल अहिले भिडियो सानो एउटा बनाइदिइहाल यहाँको भ्यूको, किन भन्दाखेरि बाटोमा फर्किँदाखेरि अँध्यारो हुन्छ भनेर त्यहाँ यो भ्यूको हामीले खिचेको। यो चाहिँ एकदमै राम्रो देखिरहेको थियो, रोडबाट यस्तो राम्रो ग्रिनरी, सबैतिर हिल्सहरू, एकदमै राम्रो भ्यू थियो। र एकछिनमै त्यहाँ चाहिँ पानी पर्न थाल्यो र त्यो पानीले गर्दा अब रेनकोट पनि बोकेको थिएन फेरि मैले, त्यसले गर्दा हामी एकछिन होल्ड भयौँ र केही बेरमा पानी रोके पछाडि हामीले फोटो भिडियो सुटहरू गऱ्यौँ एकछिन बसेर। र मैले यसो रेनकोटहरू पनि लाएर त्यहाँको भ्यूहरू सबै खिचेँ। अनि हामी एकछिनमा पानी कम भए पछाडि चाहिँ निस्किने भन्ने हिसाबले एकछिन त्यहाँ बसेर भिडियोहरू बनायौँ र केही बेरमा निस्क्यौँ। र बाटो चाहिँ हामीलाई थाहा नभएको भएर हामी रङ ठाउँमा हिँडेछौँ। एकजना आमाले चाहिँ यो बाटो होइन, तपाईँहरूले माथि जानुपर्छ, यो चाहिँ रङ बाटो आउनुभयो भने पछाडि फेरि हामी त्यहाँबाट माथितिर लाग्यौँ। र त्यो माथिबाट अझै त्यहाँभन्दा माथि चाहिँ हिँडेर जानुपर्ने रहेछ। सो हामी चाहिँ त्यहाँसम्म चाहिँ बाइकमा गयौँ, जुन चाहिँ एकदम अफ रोड थियो त्यहाँ पनि। र केही टाइममा हामी त्यहाँ पुगिसके पछाडि बाइकहरू राख्यौँ र त्यस पछाडि चाहिँ हामी अब यहाँबाट चाहिँ हिँड्दै जानुपर्छ है भनेर एकछिन त्यहाँ उभियौँ। र त्यस पछाडि हामी चाहिँ माथि लाग्यौँ र माथि बाटोमा जाँदा फुलहरू फुलेको भएर साथीले ल तिम्रो ब्लगमा यो पनि राखिहाल भनेर खिच्न लाएँ र मैले खिचेँ पनि। र हामी यसो हिँडडुल गर्दै बिस्तारै गफ गर्दै जान थाल्यौँ। र ल तिमीले मेरो भिडियो पनि खिचिदेऊ भनेर मैले भिडियो खिच्न लाएँ पछाडिबाट, र उसले मेरो भिडियो पनि खिचिदियो। बिस्तारै हामी केही बेर हिँड्यौँ, लगभग 10 देखि 12 मिनट जस्तो चाहिँ हिँड्नु पर्दो रहेछ। त्यस पछाडि चाहिँ हामी माथि मिनी इलाम भएको ठाउँमा पुग्यौँ। त्यहाँ चाहिँ अब टी गार्डनहरू रहेछ, तर अहिले बर्खाले गर्दा एकदमै घाँसहरू झारपातहरू उम्रेर एकदमै मेन्टेन नभएको रहेछ। र त्यस पछाडि चाहिँ माथि चाहिँ जानुपर्छ एकछिनमा भनेर हामी त्यहाँ एकछिन फोटो भिडियोहरू खिच्न थाल्यौँ। तल नै माथि चाहिँ मेन गार्डन रहेछ, तल पनि पहिला यहाँ चाहिँ गार्डन रहेछ। अहिले चाहिँ यहाँ चाहिँ अब त्यो त्यति मेन्टेन नगरे भएर घाँसहरू उम्रेर खासै यतातिर नगर्नु भएको रहेछ। र त्यस पछाडि चाहिँ हामी मेन माथि गार्डनतिर लाग्यौँ। त्यो गार्डनमा एकदमै राम्रो ग्रिनरी, पहाडहरू देखिरहेको थियो है। सो एकछिन भिडियोहरू बनाएँ हामीले, फोटोहरू खिच्यौँ त्यता। झन् मौसमले चाहिँ साथ दिएको थियो हामीलाई त्यतिन्जेलसम्म। र त्यस पछाडि यो चाहिँ माथिबाट सिनहरू खिचेको हो। र त्यस पछाडि चाहिँ अब अँध्यारो हुन्छ, जान पर्यो भनेर हामी लाग्यौँ। र फर्किँदाखेरि ल एउटा मेमोरी हुन्छ, राम्रोसँग भिडियो बनाइदेऊ भनेर मैले साथीलाई बनाइ मागेँ। एकदमै अफ रोड नै थियो, मान्छेहरूलाई ट्राभल गर्न निकै गाह्रो थियो बाटोमा। त्यही बेलामा अर्को साइडबाट सेम ठाउँमै अर्को एकजना दाइ र दिदी आइदिनु भयो बाइकमा। सो अब उहाँ र मेरो बाइक एउटै लेनमा भए पछाडि चाहिँ अब कता सर्ने भनेर, अब मेरो एकदमै हेभी बाइक भएको भएर मैले यता साइड लगाएर अनि हामी त्यहाँबाट हिँड्यो।